ल ए सक्ने रहेछ त विनोद रामहरुले नि सक्यो है सक्यो ल कति हो डिमान्ड ल अझ वेलकम टु विवाहमा हामी सामेल हुँदैछौँ। जन्ती नाच्न लागेको भाइको बेवा त यसो अलिकति यसो हल्का फल्का भन्दा पनि नाच्दिउ न। अहिले बाँकी नै छ। ल कहाँ त्यस्तो हुन्छ त नि कति ढिला गर्नु भयो तपाईहरु 7-8 बजे आइपुग्नु भन्ने पनि मान्छे किन ढिला त लुगा लाउन ढिलो गरेर 3 घण्टा त लगाइदियो 3-3.5 घण्टा। आमा यहाँ चाहिँ बेहुली बिचरा 6-7 बजेदेखि रेडी भएको हो बरु हामीलाई लोग्ने मान्छेलाई बरु प्रस्तुतलाई खान्छ है बडा जाऊ गरे 9 बजे नै आइबी भन्दै थियो के गाह्रो छ गाह्रो 9:15 देखि 9:30 मा हामी सिन्धुली आएर बसेको जन्तीहरुले त्यतै खाना खाएर आएको छ त नि ह सबैले खाएर आएको छ पुरा ए अलिअलि दुर बजारमा अलिअलि हान्न लाग्यो। त्यसो भए त यहाँको जोगिनी भयो त पुरै ए होइन अलिअलि त खानु पर्दैन नभन्नु न है बहिनी कसरी अलिअलि जुठो लाउनु पर्दैन त्यो त पर्यो हैन अनि बाटो चाहिँ छ भने अझै अगाडि पनि छ हैन बाटो त त्यो बाटो आउँदा नि उयो हो त्यो गोरसम्म थियो अलि यो भन्दा यो अलि उकालै बेहुलाको माइलो भिना पनि थाहा छैन कहाँ हो भनेर म साथी है हरियनको मलाई थाहा छ। तपाई आउनु भएको थियो होला नि त हैन मलाई सबै थाहा थियो पहिले नआए पनि थाहा थियो के यो उकालो अलि गाडी गरौँ हो यसको बाटो थियो यहीँबाट आउने यही नै हो एउटै हो बाटो त यही आएको छ सबै भइसक्यो होइन फटाफट आउनु भन्ने त त्यो जब यता सकेको भए त खोइ त नि खोइ यता फेरि फर्केको लिएर आऊ भन्दा के कोही त थिएन बेहुलालाई स्वागत गर्नलाई हाम्रो मामा लाग्नु हालेर ल्याउनु है तेल छैन के छैन अब के होइन त्यस्तो होइन नि त जन्ती भित्र त्यो ट्रान्सफरलाई के उ पानी मात्रै हो थोरै पानी नयाँ काम गरेछ त्यस्तो बरु भरे 1 बजे गयो हैन 1 बजे पुग्नु तर
सानो भयो धेरै सानो राख्नु ठुलो काम पर्छ नि अहिले हल्का धनम सम्पदा शत्रु बुद्धि दिन सकिन् शिव ज्योति नमस्ते यहाँ पढिसकेको छ तपाईँ पूजा गरिदिनु बाहिर निकाल अर्को हालिन जहिले पनि थोरै त्यो बोलस के मजाले माइजले पनि यसो छेउमा समात्नु मामाको माइजले छेउमा हातमा साटेर बोक्ने हो क्या यति हो यहाँ केही गर्नु न यहाँ केही गर्नु न अब यहाँबाट सकुन नआए सकुन टिका लगाएर भिडियोमा पर्छ छैन अनि टाउकोतिर छर्किने कैसे हो भनेर मागी त जो अल्को छ पछाडिको कामै छैन देखेछ दिदी पूजा गर्दै घुम्नु पर्यो आमाले पढ्नु आमा पढ्दैन मात्रै घुम्नु दिदी त्यतै बस्ने अगाडि यताबाट अरे बहिनी समाधि त्यहाँ समातेर हुने पर्वा छ होइन त्यही उताबाट के भएन गर्दै गर्दा हुन्छ नि त त्यहाँ होला नि यता रे यता जबपट्टि दाहिने हात कता त्यतै हो कुर्ने कुरो होइन दाहिने हात भित्र बिस्तारै पानी नपुगाएर है
अलि खन्याउँदा नि पुगिहाल्छ नि हौ त्यत्रो गरौँ पानी छ त झर्या छ धुलोले कता पुग्यो अब एकपल्ट आउँदा भयो त्यहाँ पुर्याउने अलि अगाडि अझ उतै करुवा यता राख्ने त्यतै राख्छ जहाँ ओडिए नि हुन्छ अब माला टिका लगाइदिनु यता बस्नु पर्यो होइन अब माला लगाइदिनु त्यही त हो नि टिका मुसेर राखेर यता आउनु पर्यो कि यहाँबाट भेट्छ टिका मुसे छैन यहाँनिर मुसेको टिका ल्याउनु पर्थ्यो नि त दुईजना टिका लगा गर्नु पर्ने अझ यता हुन्छ खोइ सिकाउने मान्छे छैन त यहाँ अगाडि त्यो पनि झिक्दै हुन्छ पानी टिका त अलिकति पानी टिका लाग्ने गरेर मुस्टे भए हुन्थ्यो नि उठ्नु दुईजना बराबरी टिका लाउने नि दुवैजना बराबरी टिका लाउनु न अब बेहुला लगाइदिनु बिस्तार ओडिने गरी भइहाल्यो ठिक छ लुगामा लाग्छ ठिक छ अब बाबु बाला पहिला सोइमा त्यही त हो नि माला लगाइदिनु पर्यो नि त होइन यता माला लगाइसकेर हुन्छ माला लाउने हो कि पहिला बेहुलीले माला लाउनु परेन भने पर्यो कोही माला दिनु पक्नुहोस् है यहाँ लगाएपछि मात्रै है लगाइदिनु नानी देऊ न नानी किन अब भइगयो तपाईँले लगाइदिनु भएन आफैले भनिदिनु ल ठिक छ यतैबाट लगाइदिँदा हुन्छ कि नानी हाम्रो यता दिनु न यताबाट
केटीले लाउनु पर्ने पहिला केटीले लाउनु पर्ने हो कि पहिला बेहुला लगाइसकेपछि बेहुला लगाउने ठिक पारेर राख्नु भइहाल्यो पहिला बेहुला लगाइ दाहिने हात त्यहाँ हुन्छ दाहिने हात त्यहाँ हुन्छ होइन त्यहाँ होइन होइन त्यही हातमा हो केटीलाई के हातमा केटालाई मात्रै यो हातमा त्यो औँठी यो हातमा लाउने हो बायाँ हातमा देब्रेमा केटाले लाउने हो क्या देब्रेमै लाउने हो कि कम भयो ताली ताली अघि नै बाटामा आउँदै भनिदिनु पर्थ्यो बर्बाद भयो नि तपाईँहरूले यहाँ आएर भनेर हुन्छ त हातमा लाउँछ त्यो औँठी पल्ला पर्नु तलेस दाहिने हातमा दिनु दाहिने हातमा आउने बेहुलाले दाहिने हातमा हो देब्रेमा लाउँछ जुन चाहिँ हातमा ठिक हुन्छ त्यतिलाई अहिले एकछिन बस्यो भइहाल्छ पोते लगाउँछ मिलाउँछ पोते हेर हात अझै एउटा डोरो उता गएको बाबु माथि माथि हातमा चाहिँ यता माथि उडाउनु पर्दैन त्यही माथि लाउने अहिले अलि भएर निकाल्छ नि भित्र जाने निकाल्छ त्यतिकै लाउने ताली ताली खोइ कमी भयो तालीको ताली कसले बज्यो नि अब हेर्नुमा ठिक अलि आउनु पर्यो है ताली चाहिँ यसो लाएर अनि निकाल्ने त्यो त अहिले त किन निकाल्नु पर्यो हो ताली बजाइदिनु हो अगाडिको हल्ले सबैले बजाउनु पर्यो पछाडिले बजाउने बजाउनु पर्यो बरु एकजना सहयोग गरेर पछाडि गइदिनु पर्यो हुक लाउनलाई उद्या पछाडि यहाँ अब ठिकै छ छैन
सकिसक्यो होला नि त फोटो खिच्नु पर्ने बसौँ न फोटो जल्दी पठाइदिनु होला मलाई पो यहाँ जति म परेछु भन्दैछु हेलो गाइज म चाहिँ विनोद भेनाको साला म तपाईको भाइ म तपाईको बहिनी साँच्चै हो होइन जस्तै लाग्छ जोडा मिल्छ होइन भने खिच्छ प्रमाण के ल्याऊ के खाएको भाइ दही अब चाहिँ खाना खाने तयारी हुँदैछ सानो नानी यति धेरै खेलिरहेछ नि बल्ल फ्री भएको छ क्या ठाउँ यहाँ चाहिँ अहिले खानेकुराहरूको प्रोग्राम भइरहेछ हेलो दिदी कस्तो लागिरहेछ तपाईँलाई अहिले बहिनीको बिहेमा आएको कस्तो लागिरहेछ तपाईँहरूलाई दिदी बहिनीको बिहेमा आएको ठिक छ नि तपाईँहरू नि खानेकुराहरू अहिले मजाले खाइरहेको छ अब त्यस्तो धेरै बोल्न नि आउँदैन
नानी हिँडिछौ टिका लाउनु पर्यो नानी लु अहिलेसम्म भिडियो छ त्यतिखेर कसैले यसो गरे भने माया गरेर कोही आउँदैछ मान्छे होइन आउँदैछ तिमी कति माग्ने भन नि त लु तिमी भन कति माग्ने साली धेरै छन् रे दुईजना मात्रै हो साली साँच्ची कहाँ लुगायो जुत्ता पनि सेलको प्राइस हो त्यति त हजुर आफ्टर डिस्काउन्ट सेलको प्राइस थियो हामी लगाइदिन्छ भने लगाइदिनु कतिमा कुरा मिलेछ हाम्रो भेनाको इच्छा पुरा गरे खासै खुसी आज भेनाजुलाई खुसी पार्नु बोलाएको नि त त्यही भएर
जानु पर्यो अब भान्जी पुर्याउनु हेरेर पर्यो त कान्छु के हो पारा दाजुभाइले ए हो नि ए त्यसो भए त दाजुभाइ आँटी हुन्छ है को दाइ सक्यो होइन त भयो राम्ररी यहाँ छ त अझै त हाल्छ नि एउटा भयो भयो यो जम्ले चढी नगर न टाको पाइहाल्छ आफ्नो मनमा सवारी साधनहरू ल ए सक्ने रहेछ त विनोद रामहरी नि सक्यो है सक्यो 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 त्यसले बिचार हिँड्नु भएको लड्ला है भाइहरू लड्ला बहिनी लिन जानुपर्छ गाह्रो हुन्छ नि घुम्ने होला नि त घुम्ने हो फोटो त खिच्यो छैन भिडियो मात्रै हो
फेरि आउनु पनि फर्केर छिटो नानी यस्तो गर्नु हुँदैन क्या मस्को नानी यसो गर्नु न छिटो हुन्छ होइन यो रुमाल दिदी रुमाल खोइ जान्छ है पैसा सम्हाल्नु छोडिदियो राम्रो छ बाइ बाइ यो फेरि सुनेन सकिसक्यो बिहे दुरोन पनि यति छिटै हुँदो रहेछ भित्र चाहिँ अलिक टाइम लाग्छ कि फेरि मैले त गरेँ होइन मोजा खोल्नुपर्छ होला धेरै पानी खाने हो नि त बेला रहन गर्ने यस्तो भयो अब जे थियो छोडिदिने यो भुइँमा केही हुन्न लु हेर मेरो छेक्दिन म छेक्दिन कुरा धुनुपर्ने भने पानी खानुपर्छ खुट्टा धोएर अनि बेहुलीले त्यो त चलाउनै हो नि चाहिँ पहिला ह्याङ्की समाइदियो त पानी हाल्ला ठ्याक्क खुट्टा जोडेर बस्नु पर्यो पानी पानी फेरि होइन अहिले पहिला धुने पानी हाल्यो घटा पखाल्छ अलिक पखाला मजाले ल अब 3 खेप माथि फर्किने हाल्यो हाल पानी हाल्यो तलबाट तल राख्ने छर्दिने माथि 3 चोटी अरू छोड 3 चोटी भयो अब 3 चोटी आफू अब खाएको जस्तो छर्दिन्छ असेता ल्याऊ बस्नु यहाँ चाहिँ अडिन है यो खेरे गरेछ होइन सेक्युरिटी गार्ड बस्नु पर्ला जस्तो छ साड भाइ अब पिर त लाइन भन्दा नि अहिले यहाँ लडिँदैन भइहाल्यो भने त फेरि छ त यहाँ यो पुरै सिमेन्टेड छ ज्वाइँलाई त जेठानहरूले नै सपोर्ट दिँदो रहेछ कि गर्नु परिहाल्यो होइन भोलि दाजुभाइ पर्दाखेरि होइन केही चाहिहाल्छ अनि कहाँ त्यस्तो हुन्छ एउटा अर्कोलाई सहयोग गर्नु पर्यो के हेरेको भाइ तिमीले बत्तीहरू सब बोलिरहेछ बत्ती पर्दैन कि कहाँ यहाँ बत्ती राख्छ ए बोलिरहेछ यो हातमा राख्छौ दही हालेको फेरि यो राख त त्यहाँ गोडामा राख अब धोको
भएपछि पैसा दिनु पर्यो फेरि पैसा कति लाउने हो लाउने है मैले कति दिनु पर्यो ल कति हो डिमान्ड 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 ल ल ल अझ सबै आफ्नै हो आफ्नै पैसा हो नवरी त्यो अब ज्वाइँले त कोसेली त हो पहिला सुरु योबाट भएको कि अहिले धेरै दिने पहिला सुरु भएको योबाट यो दिने ल त्यसो भए ज्वाइँलाई दाइजो अब कसलाई दिने खोइ ज्वाइँको पैसा यहाँको प्रतिनिधि को छ यहाँ अरू दाजुभाइ कोही पर्नु हुँदैन दाइजो दाइजो ससुरालीको दाइजो लानुपर्छ एक नफालिदिनु होला नि फेरि एउटा एउटा तिर्का मात्रै यहाँको दाजुभाइहरू कसैले पनि ल दाइजो लिएर छोरो एकचोटि यता आउनुहोस् त हजुर त्यो हाम्रो सुपारी त्यो पनि गर्दा हुन्छ गर्दा नि हुन्छ हामी अब यहीबाट गाडी छ हैन बोलेरोमा सामान अहिले यहीबाट गर्नु काम यहाँ छुनु हुँदैन भन्नुभयो नि के हो आन्टीलाई मामा म राखी ढोक्दिनु भन्छ मामा अलिकति दक्षिणा राखेर ढोक्नु भयो म राखी नलानी भएपछि त धेरै होइन दिदी हो क्या दिदी त्यो सकेसम्म मोहर चाहिन्छ सिक्का मोहर अब सिक्का सम्झिँदैन के भन्छ हजुर हजुर दाइ मोहर पाएको छ डलर पाएको गाडीमा थियो गइसक्यो अब घोडामा राख्नु भयो हजुर भन्नु पर्छ होइन हजुर लिनुपर्छ राख्नु मम्मी राख्नु यो पर्दैन कपडै सम्झिनु न तपाईँ सम्झिनु राख्नु मम्मी त्यो एउटा रुपियाँ भए पनि आफ्नो एउटा रुपियाँ डलर त थियो त कति गाडीमा ढिलो ढिलै भयो तपाईँहरू एकजनाले यो काट्दै यसमा हालेर उहाँलाई ज्वाइँलाई दिनुहोस् न तपाईँहरूको एकजनाले के काट्दै के काटेको तपाईँले गर्दै दिनुहोस् त्यसको सट्टामा नि त यो 28 गते मान्छे चिनाउनको लागि बुवाले दिन्न पहिला